नमस्ते। गीता दुरा मेरो भाषामा उनिजो निनी उही भन्छ। उनिजो निनी उही यो भाकालाई के भन्छ कोच केम? यो अलिकति यो लोकगीत नै हो। होइन लोकगीत त हो, लोकगीतमा पनि एउटा के भन्छ? लोकगीतै भन्छ यसलाई। त्यति हो, लोकगीतै मात्र हो। सानो कुराहरू नोटहरू पक्रिनुलाई धेरै गाह्रो है यो गीत। मन्त्रमुग्ध भए। सञ्चिता, भोइस अफ नेपाल जस्तो स्टेजमा यहाँ धेरै जस्तो रक गीतहरू गुन्जिने गर्छ, आधुनिक गीतहरू, क्लासिकल गीतहरू गुन्जिने गर्छ, यहाँ पप गीतहरू बढी जस्तो गुन्जिने गर्छ। आज जो तपाईँ जस्तो कलाकार आएर यो स्टेजमा लोकगीत गाउँदाखेरि म सबैभन्दा ठुलो खुसी छु, हर्षित छु। र एकदमै मिठो, एकदमै निश्चल, एकदमै स्वच्छ हाम्रै भाषा, हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै मौलिक वेशभूषा त हो नि, होइन? त्यसले गर्दाखेरि तपाईँले एउटा नट जस्ट अब एउटा तपाईँको लागि मात्र नभइकन एउटा सिङ्गो युथलाई पनि तपाईँले जोडिनु भएको छ र हाम्रो लोक धुन, हाम्रो लोक संस्कृति प्रस्तुत गर्नुभयो हो। र तपाईँले एउटा बेग्लै हामी हरेक टिममा फरक फरक एउटै टिम, एउटै जोन र एउटै गीत, एउटै शैलीले मात्रै भर्दैनौँ। हामी 16 जना भरसक भेराइटी खोज्छौँ, सबैलाई समेट्ने प्रयास गर्दाखेरि तपाईँको मिठो स्वर पनि यहाँ समेटिएको हो।